साथीहरू, साइकोलोजीको अनुसार भनिन्छ कि यदि हामीले आफ्नो एम तथा लक्ष्यको बारेमा यदि कसैलाई बार बार भनियौँ भने त्यो पुरा हुँदैन, किनकि बार बार भन्नुको कारण हाम्रो मन त्यो लक्ष्यदेखि टाढिन्छ। अनि यसै गरी राति सुत्नुभन्दा पहिला जो लास्टमा हाम्रो दिमागमा रहन्छ त्यो व्यक्ति कि त हाम्रो खुसीको कारण हुन्छ कि त दुखीको। अनि साथीहरू, के तपाईँहरूलाई थाहा छ हामीले कुनै कुनै गाना बारम्बार किन सुन्छौँ होला? पक्कै भए पनि तपाईँहरूको जवाब होला त्यो गाना अथवा म्युजिक मन परेर। तर कुनै पनि गाना हामीलाई किन राम्रो लाग्छ भने जब हामीले गाना सुनिरहेका हुन्छौँ त्यति बेला हामीले आफ्नो जिन्दगीमा घटेका पलहरू याद गरिरहेका हुन्छौँ अनि गानामा भनेका शब्द हाम्रो जीवनको बितेको पलहरूसँग मेल खाएको हुन्छ अनि त्यही भएर त्यो गाना हामीलाई धेरै मनपर्छ। के यो साँचो हो त? अमेजिङ। अनि साथीहरू, आज मैले तपाईँहरूको लागि यस्तो अमेजिङ एन्ड इन्ट्रेस्टिङ अननोन फ्याक्ट लिएर आएको छु, त्यसैले यो भिडियोलाई स्किप नगरी लास्टसम्म हेर्नुहोला अनि भिडियोलाई एक लाइक गरी च्यानललाई सब्सक्राइब गर्न भने नभुल्नुहोला। अब धेरै टाइम वेस्ट नगरी भिडियो सुरु गरौँ। नम्बर 1, साथीहरू, यति त मानिसको जीवनमा दुःख सुख त आइरहन्छ, तर मानिस अघि पछिको एज भन्दा 18 देखि 33 वर्षसम्म सबैभन्दा ज्यादा दुखी र परेशान हुन्छ। के यो साँचो हो त? यदि साँचो हो भने यो उमेरमा मानिस किन दुखी र परेशान हुन्छ होला? तपाईहरुलाई के लाग्छ? आफ्नो थट कमेन्टमा शेयर गर्नुहोला। नम्बर 2, यदि कसैले हामीलाई तिम्रो बारेमा केही थाहा पाएको छु अथवा तिमीलाई एउटा कुरा सोध्नु छ भन्यो भने हामीलाई सबैभन्दा पहिले 90% आफ्नो गल्तीको बारेमा याद आउँछ। नम्बर 3, साथीहरू, यतिकै त आफ्नो लाइफमा दुखी नहुने को होला र? सबै दुखी हुनुको केही न केही कारण हुन्छ, तर पनि हामीलाई त्यो दुःखलाई लुकाएर हाँस्नु पर्ने हुन्छ। हामी हाँस्नु पनि हाँस्छौँ, तर साथीहरू, के तपाईहरुलाई थाहा छ सबैभन्दा दुखी व्यक्ति त्यही हुन्छ जसले अरूलाई हँसाइरहेको हुन्छ। नम्बर 4, साथीहरू, यतिकै त हामीमा सबैमा कुनै न कुनै चिजलाई याद गर्ने क्षमता हुन्छ। हामीले पढेको अथवा पहिले घटेको घटनालाई सजिलैसँग याद गर्न सक्छौँ, तर साइकोलोजीको अनुसार हामीले कुनै पनि चिजलाई याद गर्दा आँखा बन्द गरेर याद गर्ने कोसिस गर्यौँ भने हामीलाई याद गर्ने अझै धेरै ज्यादा क्षमता मिल्छ। सायद तपाईले पनि आँखा बन्द गरेर केही याद गर्ने कोसिस गर्नुभएको छ होला। नम्बर 5, बेकारको प्रश्नको जवाब व्यङ्ग्य हानेर दिनुहुन्छ भने तपाईँ समझदार हुनुहुन्छ। हो साथीहरू, यदि तपाईलाई कसैले बेकार वाहियात प्रश्न सोधिरहेको छ भने कसैले सिधा साधा जवाब दिन्छन्, तर यदि तपाईले यो बेकार प्रश्नको जवाब व्यङ्ग्य हानेर अथवा मजाकमा दिइरहनु भएको छ भने साइकोलोजीको अनुसार तपाईँ एउटा समझदार व्यक्ति हुनुहुन्छ। नम्बर 6, साथीहरू, हामीले हाम्रो पुरा जीवनमा धेरै मान्छेहरूलाई चिनेका हुन्छौँ, चिनेको भन्दा ज्यादासँग बोलेका पनि हुन्छौँ अनि जोसँग ज्यादा समयसम्म साथ हुन्छ त्योसँग धेरै करिबी पनि हुन्छौँ, तर सधैँको लागि हुन नसके पनि केही न केही समयको लागि अवश्य हुन्छन्। तर साथीहरू, के तपाईहरुलाई थाहा छ हामीले आफ्नो पुरा लाइफमा 200 भन्दा ज्यादा मान्छेहरूलाई करिब कहिले पनि बनाउन सक्दैनौँ। साथीहरू, तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? यदि अलिकति पनि मन परेको भए भिडियोलाई लाइक गरी एउटा कमेन्ट भने जरुर गर्नुहोला अनि च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। साथै हामी मिल्नेछौँ नेक्स्ट भिडियोमा। त्यति बेलासम्मको लागि लभ यु, टेक केयर एन्ड अल द बेस्ट।